धेरै युगसम्म फैलाउनको लागि संरक्षण गर्नको लागि उहाँको अतुलनीय भूमिका रहनेछ। त्यसकारणले उहाँ जस्ता व्यक्तिहरूको हाम्रो समाजमा अत्यन्तै खाँचो छ। समाजले शान्ति खोजेको छ, समाजले विकास खोजेको छ। कलाकार निर्देशक बुद्धिजी हुनुहुन्छ। उहाँले अस्ति एउटा कार्यक्रम भन्नुभएको थियो बुद्धि विकासको कोसिस भनेर। आज बुद्धि विकासको कोसिस सँगसँगै छ, अरू पनि थुप्रै हुनुहुन्छ। यो घर सल्लाह अलिकति ठिक छ। अनि हामीले आज भर्खरखेरि एउटा अत्यन्तै बहुचर्चित नाटक मिलारेपाको संक्षिप्त अत्यन्तै भव्य रूपमा सम्पन्न भएको नाटक मिलारेपा हामी यहाँ उपस्थित हुनुभएका सायद सबैले हेरिसक्नु भएको होला। त्यसको संक्षिप्त चाहिँ नाटक हामीले रेपा गुम्बा फर्किङका हाम्रो सानो सानो लामा भाइहरूले आज कति राम्रोसँग फेरि पनि हामीलाई स्मरण गराउनु भयो त्यो दिनको, त्यो क्षणको, त्यो पलको। र उहाँहरूलाई हामीले अघि बिहान धन्यवाद दिइसकेका छौँ। र सँगसँगै हाम्रो मिलारेपा नाटकको त्यो बेलामा मण्डला थिएटरमा हामीले अनुहार देखेका, अभिनय देखेका, उहाँहरूको अभिनय हेरेर भाव विभोर भएका उहाँ व्यक्तित्वहरू पनि आज हुनुहुन्छ। उहाँहरूलाई पनि आज हामी एउटा सानो सम्मान गर्दैछौँ। र मलाई लाग्छ अब यो कार्यक्रमलाई ढिलो नगरिकन म एकदम औपचारिक या अनौपचारिक सामान्य ढङ्गले हामी यो समापन गर्दै भएको हुनाले गर्दा म यो कार्यक्रमलाई थोरै अगाडि बढाउन चाहन्छु। यो हामीले धेरै औपचारिकता अपनाएका छैनौँ। मिलारेपा नाटकको संयोजक हाम्रो आज यस जन्मदिन, अब अङ्ग्रेजीमा बर्थडे बोय भन्दो रहेछ, आज जन्मोत्सव मनाउने हाम्रो कोसिस गेला हुनुहुन्छ। र यो उहाँको शिष्यहरूले, विद्यार्थी, तपाईँहरू विद्यार्थीहरूले गुरुको दीर्घायुको लागि, सुस्वास्थ्यको लागि आज आयोजना गर्नुभएको पूजा कार्यक्रमलाई थप यसमा अलिकति हामीले बुट्टा थप्ने काम चाहिँ यो सम्मान कार्यक्रम र यी राखेर विशेष गरी हिमालयन बौद्ध शिक्षा तथा सम्बोधन लिपि प्रशिक्षण केन्द्रबाट चाहिँ हाम्रो मिलारेपाको कलाकार, मिलारेपाको टिमलाई चाहिँ सम्मान गर्ने कार्यक्रम राखेको हो। र यसको लागि चाहिँ म सबभन्दा पहिला चाहिँ यहाँ केही व्यक्तित्वहरूको नाम लिन चाहन्छु। यो अनौपचारिकै ढङ्गबाट गइरहेको छ भन्ने यहाँहरूले पनि बुझिदिनु हुनेछ। त्यसो त यहाँहरू जहाँ जहाँबाट आउनुभएको छ, आफ्नो अत्यन्त महत्त्वपूर्ण कामलाई थाती राखेर गुरुलाई उहाँलाई कामना गर्नलाई आउनुभएको हो। त्यसैले यहाँहरू आफ्नो ठाउँमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ नै। यसो हुँदै गर्दा पनि म केही व्यक्तिहरूको मात्र यहाँ नाम लिँदै छु। हामीले कार्यक्रम छोट्याउँदैछौँ, त्यही भएर वरिष्ठ कलाकार श्री बुद्धि तामाङज्यूलाई अतिथि आसन ग्रहणको लागि धन्यवाद। यसै गरी निर्देशकमै हुनुहुन्छ हाम्रो उमेश तामाङज्यू। कति राम्रो। केक रहेछ, केक पसलहरूले केक बजारमै रहेछ। अघि बिहानको तारावाला छैन त, यसको ब्याट्री भर्खर हालेको। मेरो सम्पूर्ण शिक्षार्थीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र यहाँ आज अलिक केक देखिरहेको छ। मैले हिजोअस्ति कुरा गर्दाखेरि मैले भनेको थिएँ यो वर्ष चाहिँ केक नकाटौँ, बरु हाम्रो मिलारेपा टिमलाई चाहिँ सम्मान गरौँ भनेर भनेको थियो। त्यो नभन्ने दिनै चाहिँ त्यस्तो नगरौँ भन्ने दिनै चाहिँ झन् यसरी केकहरू आउँदो रहेछ। अब मैले यो के भनौँ, विशेष गरी यहाँ हाम्रो हिजोअस्ति भर्खर सम्पन्न भएको मिलारेपा नाटक अति नै सान्दर्भिक र बौद्ध दर्शनमा आधारित नाटक चाहिँ पहिलोपटक मञ्चन भएको नेपालमा। विशेष गरी म अति नै खुसी छु। यहाँ हाम्रो श्रद्धेय डाइरेक्टर साहब
उहाँ हाम्रो बुद्धि दाई यहाँ पाल्नु भएको छ। म विशेष गरी उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साँच्चै उहाँ नभएको भए हामीले सोचेको जस्तो सायद नाटक नबन्न पनि सक्थ्यो होला। त्यसैले पनि म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण बिरारेपा टिमलाई। र मेरो जुन Jide gombozo zerba me dume jiwa male chunze be kunme dunga girwa namji sanje zerba me la jaza lo nade samya sam budaya te ada om bune bune maha bune abar Jide om sarva saskar parishita dharma te gagana sugyana sovene te zorazaya tada gadaya arahate samya sam budaya parvati te om sarva saskar parishita dharma te gagana samangade sombhava vijite Pare vare sova o namo bhagavate apramita ayugyana suvene te zorazaya tada gadaya arahate samya भर्खरै हामीले हाम्रो गुरुले भनौँ न मैले उहाँलाई एकमुष्ट हामी सुस्वास्थ्य दीर्घायुको कामना गरौँ। उहाँको जीवनमा अझै पनि धेरै धेरै विश्वभरि उहाँले आफ्नो बुद्ध धर्मलाई फैलाउन सक्नुहोस्। धेरै लामो आयु र अत्यन्तै स्वस्थ आयु उहाँले प्राप्त गरोस्। उहाँलाई खोकी बढी लाग्छ, खोकी पनि लाग्दै नलागोस्, सधैँ युवा भइराखोस् भन्ने हामी कामना पनि गरौँ। सधैँ जेन्जी भइरहनुहोस्। उहाँलाई त नचिने भयो किन तर चिनिन्छ। नाटकमा गाह्रो नहुने रहेछ, फिल्ममा जस्तो। मार्फत गुरु यहाँले शुभकामना दिन सक्नुहुन्छ व्यक्तिगत रूपमा र भन्दै यो औपचारिक कार्यक्रम चाहिँ यहाँ समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।
Masapaya sadhu ao pe masadu samaya manubala sanje toko je jesu debe. मेरो सम्पूर्ण शिक्षार्थीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।